नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय नागरिक सार्प सुटर गड्डु पटेललाई गोली हानी नियन्त्रणमा लिइएको छ। आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा उनलाई 4 राउन्ड गोली चलाएर नियन्त्रणमा लिन सफल भएको हो। गोली प्रहार गरेको थियो, 4 राउन्ड गोली प्रहार गरेको थियो। त्यसको एउटा खोका यहाँ देख्न सक्नुहुन्छ। प्रहरीले गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिने क्रममा उनको शरीरबाट बगेको यो रगत हो। रगत धेरै जुम गरेर यहाँलाई देखाउन सक्दैन यसको सेन्सिटिभिटीका कारणले गर्दाखेरि। अर्को बन्दुकको खोका यहाँ रहेको छ एउटा, यो तेस्रो भयो र अर्को 4 राउन्ड गोली प्रहार गरेर उनलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। उनलाई प्रहरीले विशेष सूचनाका आधारमा निगरानी गरिरहेको थियो। उनलाई पछ्याइरहेको थियो प्रहरी टोलीले र जब उनले प्रहरीले मलाई पछ्याइरहेको छ भन्ने सूचना प्राप्त गर्यो, त्यो थाहा पायो, महसुस गर्यो, त्यसपछि उनी भाग्न थाले। पैदल यही ठाउँ उताबाट भाग्दै आउँदाखेरि प्रहरीले उसलाई रोक्नको लागि आग्रह गर्यो, तर ऊ रोकिएन। ऊ थप भाग्न थाल्यो। त्यसपछि प्रहरीले हवाई फायर गर्यो र त्यसपछि पनि उनी रोकिएनन् र उनीमाथि गोली प्रहार गर्न प्रहरी बाध्य भयो। 4 राउन्ड गोली प्रहार गरी उनलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। घोडाभन्दा मुनि उनको 2 ठाउँमा गोली लागेको छ। साँझ करिब 6:30 बजेको समयमा उनीमाथि गोली चलाइएको थियो। कोही व्यक्तिलाई गोली प्रहार गर्नु, उनलाई घाइते बनाउनु प्रहरीको रहर पक्कै होइन, यो बाध्यता हो। उनलाई सकुशल नै पक्राउ गर्न सक्थ्यो र कानुनी दायरामा पनि प्रहरीले ल्याउन सक्थ्यो, तर उनले बाटो चाल गरिसकेपछि, उनी भाग्न सक्ने परिस्थिति सिर्जना भइसकेपछि प्रहरीले गोली प्रहार गरेर भए पनि, उनलाई घाइते बनाएर भए पनि पक्राउ गर्न सफल भएको छ र यो खुसीको कुरा हो। यो खबर तपाईँलाई सार्वजनिक सूचना यहाँहरूलाई सम्प्रेषण गर्दै गर्दाखेरि प्रहरी यति बेला घटनास्थलमा घटनास्थललाई सुरक्षित गरेर यसको मुचुल्का उठाउने कानुनी प्रक्रियाको रूपमा अगाडि बढाउने काममा अघि बढिराखेको छ। अहिले उनको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। सुरुमा घटनास्थल नजिकै रहेको चण्डेश्वरी अस्पतालमा लगिए पनि उनको उपचार गर्न नसकिने अस्पतालले बताएपछि प्रहरीले शिक्षण अस्पताल लगेको थियो। गड्डु भारतीय नागरिक हुन्। 2079 असोज 3 गते काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो। उनको हत्यामा गड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ। 2081 वैशाख 17 मा पर्साको वीरगञ्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई समेत प्रहरीले पक्राउ गरेको थियो। बब्लु पासवान भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवसँग निकट रहेको प्रहरीको भनाइ छ। नेपालमा जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुरानो घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको भनाइ छ। लाल मोहम्मदले पनि भारतीय जाली नोट कारोबार गरेको आरोप छ। नोट कारोबारी सफाया गर्ने मध्येका श्रीवास्तव अहिले जेलमा छन्। पक्राउ परेकाहरूको सूचना र प्रहरीको सूक्ष्म अनुसन्धानबाट आज पक्राउ परेका गड्डु पटेल नेपालमा रहेको सूचनाका आधारमा अपरेसन थालिएको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिन सफल भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवं प्रवक्ता काजी कुमार आचार्यले बताएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको एसएसपी यति बेला रमेश कुमार बस्नेत हुनुहुन्छ। त्यसै गरेर जिल्ला प्रहरी परिसरको नेतृत्व अर्का एसएसपी विश्व अधिकारीले सम्हालिरहनु भएको छ र शान्ति सुरक्षाको सन्दर्भमा शान्ति सुरक्षाको कुरा गर्दाखेरि अहिले 2 एसएसपीले काठमाडौँको सुरक्षाको नेतृत्व सम्हाल्दै गर्दाखेरि केही फरकपन अथवा शान्ति सुरक्षामा केही सुधार हुने सन्दर्भमा पनि धेरैले आशा अपेक्षा गरिरहेको अवस्था छ र यसको रिजल्टहरू देखिन थालेको छ। तपाईलाई यो घटनास्थलबाट हामी यो ताजा दृश्य देखाउँदैछौँ। प्रहरी आफ्नो काम, आफ्नो कर्तव्यमा कति जिम्मेवारपूर्वक लागिरहेका छन् भन्ने कुरा यो दृश्यले पनि देखाउँछ। प्रहरी स्रोतले दिएको जानकारी अनुसार गड्डु पटेललाई गोली प्रहार गरी नियन्त्रणमा लिइसकेपछि नजिकै रहेको चण्डेश्वरी अस्पतालमा लगिएको थियो, तर त्यहाँ उपचार हुन नसक्ने भनिसकेपछि उनलाई यहाँबाट अर्को हस्पिटल लगिएको भन्ने सूचना प्राप्त भएको छ। यतिसम्मको जानकारी यहाँलाई दिन चाहन्छु र यो खबर यहाँहरूले हेर्दै गर्दाखेरि प्रहरीको आत्मबललाई अझ यहाँले बढाउन पनि सक्नुहुन्छ। प्रहरीप्रति तपाईँले कृतज्ञता व्यक्त गर्न सक्नुहुन्छ, प्रहरीप्रति तपाईँले आभार व्यक्त गर्न सक्नुहुन्छ र यो खुसीको खबर यहाँहरूसँग सम्प्रेषण गर्दैछौँ। पासवानले गोठाटारमा लाल मोहम्मदको सर्भिलेन्स गराएर सुटर पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। बौद्धस्थित एक होटलमा बसेर भारतीय महिला ममता तिवारी मेरिन र मकाउनपुरको बकैया गाउँपालिका घर भएकी सुस्मिता स्याङतानले मोहम्मदको गतिविधि निगरानी गरेका थिए। ममता तिवारी 9 वर्ष लागु औषध मुद्दामा जेल बसेर छुटेकी थिइन्। उनीहरूलाई
उसलाई 1.5 महिना सर्भिलेन्स गर्न लगाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सर्भिलेन्स गरेपछि उनले सुपारी लिएर मोहम्मदको हत्या गर्न टिम परिचालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि सुस्मिता स्याङतान, मोहरम मिया र रेहान मियालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। पासवानले सुपारी लिएर टिम परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। फलत लामो समयपछि हत्यामा संलग्न मुख्य नाइके सुटर पक्राउ परेका छन्। 4 राउन्ड गोली मध्ये 2वटा गोली उनको शरीरमा लागेको छ र उनी घाइते अवस्थामा रहेको अवस्थामा प्रहरीले यहाँबाट उद्धार गरेर हस्पिटल लगेर उपचार गराइरहेको छ। टिचिङ हस्पिटलमा योभन्दा अगाडि उनलाई नजिक रहेको चण्डेश्वरी हस्पिटल पुर्याइएको थियो र त्यहाँ उपचार हुन नसक्ने भनिसकेपछि उनलाई टिचिङ हस्पिटल लगेर उपचार गराइँदैछ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्राप्त गरेको यो सफलताप्रति हामी धन्यवाद भन्न चाहन्छौँ र आम नागरिकले एउटा गोली लागेर उनी घाइते भए यो एउटा अर्को पक्ष भयो, तर एउटा मोस्ट वान्टेड लिस्टमा रहेको एकजना फरार अभियुक्त प्रहरीको पन्जामा पर्न सफल भएको छ र यो खबर टोखाबाट यहाँहरूसँग सम्प्रेषण गर्दैछौँ। घटनास्थल यही हो। क्यामेरामा डिबी मगरको साथमा विक्रम श्रेष्ठ।